पछिदैमा यो दबाब पनि हुने छैन। जस्ट यो हामीले उहाँहरूको लागि आग्रह मात्रै गरेको हो र सरकारलाई सुदन गुरुङ जस्तो मान्छे गृह मन्त्रालयमै ल्याउनुहोस् भनेर आग्रह मात्रै गरेको। यो कुनै प्रदर्शन पनि होइन, यो कुनै आन्दोलन पनि होइन। जस्ट स्वत स्फूर्त रूपमा नेपाली जनताले सुदन गुरुङलाई नै गृह मन्त्रालयमा चाहेको छ भन्ने प्याटर्नले नै हामीले यो एउटा सानो के भन्छ यसलाई सभा भनौँ वा सानो प्रदर्शन त भन्न मिल्दैन, यो समर्थनमै भन्न मिल्छ, प्रदर्शन त भन्न मिल्दैन। हस्, धन्यवाद। ध्यान दिएर हेर्नुहोस्, अहिलेसम्म नेपालमा भएका काण्ड र घोटालाका प्रतिबिम्बहरू आज माइती घरमा छर्लङ्ग भएका छन्। यी काण्ड घोटालाहरू कुन सरकारले गर्ने अहिलेसम्म निर्कुल छैन, तर हामीलाई आश पलाएको एउटै सरकार थियो, बालेन सरकार। बालेन सरकारले चाहिँ यी काण्ड घोटालाहरू म तपाईँलाई 1 by 1 देखाइरहेको छु। गर्न सक्छ कि सक्दैन त्यो त हामीले आगामी दिनमा हेर्न बाँकी छ। तपाईँ मजाले पढ्दै गर्नुहोला, म तपाईँलाई देखाउँदै जान्छु यी काण्डहरू खोलिनु पर्छ कि पर्दैन। यो विषयमा अहिलेको सरकार, बालेन सरकार मौन छ कि भित्रभित्रै कस्तो खालको योजनाहरू ल्याएर कहिले कसरी कहाँ खोल्ने भन्ने विषयमा चाहिँ अहिलेका मन्त्रीहरू लागिरहेका छन्। यहाँ देख्नुहुन्छ कृष्ण बहादुर महरा, उहाँलाई तपाईँ भ्रष्ट चिन्न सक्नुहुन्छ। यी र यस्ता काण्डहरू तत्काल खोलिनु पर्छ र नेपालमा एउटा सुशासनको अर्को बिगुल फुकिनु पर्छ भन्ने हेतुले आज माइतीघर मण्डलामा यसरी आन्दोलन गर्नको लागि अथवा सरकारलाई चाहिँ चेतावनी दिन भनौँ अथवा सरकारलाई सुसज्जित बनाउनको लागि यसरी आउनु भएको छ। संख्या कम छ, तर संख्या कम भए भन्दैमा केही हुनेवाला छैन। निरन्तर दबाब दिने, सही कामको लागि निरन्तर दबाब दिइरहने हो भने त्यही निरन्तर दबाबले एक दिन मूर्त रूप लिन्छ र त्यसले एउटा रिजल्ट निकाल्छ भन्ने आशा यो देखिरहेको सानो भिडले प्रष्ट पारेको छ नेपाली जनता। तपाईँ त्यो भइरहेको आन्दोलनलाई कुन रूपमा हेर्नुहुन्छ, सुदन गुरुङको विषयमा तपाईँको भावना, विचार, मन, कमेन्ट के छ, पक्कै पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ।